हेलो गाइज सबैलाई नमस्कार है। आज चाहिँ हामी यहाँ काभ्री गाउँमा आएको छु होइन, विशेष कामको लागि। काम चाहिँ खास गरी रोड सम्बन्धी होइन, रोड सम्बन्धी यसो बैठक राखेको थियो होइन। अनि यहाँ चाहिँ हाम्रो दान्ना गुरालथुम लगायत यो काभ्री गाउँका दाजुभाइ हामी बसेर सम्पर्कमा एउटा बैठक बसालेको छ। त्यसैले यहाँ चाहिँ हाम्रो गाउँको मान्छेहरू आइसकेका छन् यहाँ होइन। दान्नाको मान्छे पनि आउँदैछन्, यहाँका लोकल मान्छेहरू पनि आउँदैछन्। अब के हुन्छ कस्तो हुन्छ यो भिडियोबाट म तपाईँहरूलाई देखाउन चाहन्छु है त पछि। अहिले चाहिँ यो हाम्रो गाउँको मान्छेहरू छन् है यहाँ। यहाँ चाहिँ हाम्रा बुढापाका जेठाबाहरू छन्, हेर्नुहोस्। आज रोडको बैठक होइन जेठा, रोडको बैठक त हो। रोड आने बढे न जहरी भ्यानी अब के हुन्छ कस्तो हुन्छ यो भिडियोबाट सबैलाई देखाउने छु गाइज होइन। आज हाम्रो बैठक छ ल है त। हाम्रो गाउँको सबै आइसकेका छन्। अब यहाँ काभ्री गाउँका दाजुभाइ र दान्नाका दाजुभाइ आउँदैछन् होला ल। आज हाम्रो मिटिङ हुँदैछ है त, मिटिङ साथीहरू है। पानीको सबै ल्याउने 50% जनतालाई छोड्ने, ठुलो पाइकाले 40% पाइकाले पानी ल्याउने, एउटा ट्याङ्की हाइका त्यहाँ दाजुभाइ सोमु सरका घरदेखि लिएर 4-5 घर छन् त्यहाँ सानो एउटा पाइप त्यो ट्याङ्कीमा पाइहाल्थ्यो, एउटा विद्यालयको ट्याङ्कीमा हाल्थ्यो पानी पास्ने। कोही दाजुभाइ मेरो जिम्मेवारी हुन्छ ल, झेलमा चाहिँ होला नेहरू बुझाएर कोही मेरोमा उजुर न म दिन्छु त्यो पानी त त्यो दिनुपर्छ। यो हामी लाइन ल्याउँदै हाम्रो लाइन ल्याउने होइन। पहिला कस्तो छ त्यही अनुसार जान्न तपाईँ अहिले झुन्डिन लाग्नु होला है क्या। खाइपाएर तपाईँले खाएको हामीले खाएको ओडाले सिफारिस दिइसकेपछि तपाईँहरू गएर चाहिँ विरोध गर्ने। ओडाले सिफारिस दिए होइन, अमराजकाले सिफारिस दिए गाउँपालिकामा अहिले झुन्डिन खाइपाइ आइसकेको कुरा दर्ताको सिस्टम छैन। त्यही त हो सर समस्या भनेको। पहिला भनेर दर्ता नखोजी अब तमे पानी अब बिहानी ओडो हामी त ओडो खाने पानी तमे एउटा काम रोड मात्र रोकिए होइन क्या, पानी 5 देखि 7 वर्ष कुनै भइसक्यो। कुरा नियममा सोध, सरकारलाई सोध, कुनै कानुनमा छ वकिललाई निकै महाविद्यालयलाई पर सर्वोच्चका तर के छ भने तलबाट बाटो आउन मिलेन, माथिबाट ल्याउँछु भनेर लाग्दा पनि त्यहाँ पनि तपाईँहरूले अब कसरी रोक्नुभयो थाहा भएन होइन, रोकियो। मैले यहाँबाट चेन्ज गर्नु पर्यो भने हाम्रा गाउँका सारा मान्छे बसेर हामीले सिग्नेचर गरेर आइमाई छोराछोरी सहित गरेर चाहिँ गाउँपालिकामा दिँदाखेरि गाउँपालिकाले मानेनन्। अब यहाँको वातावरण छैन के भनेर उनले अब कुरा गर्न खोज्यो। ऊ डिपिआर भइसकेको गुरेलथामा जोड्नलाई हामी अहिले तयार छु ल, ठिक छ। तर यहाँबाट तल जोड्नका लागि हामीलाई ल माथिबाट ल्याउन दिनुहोस् न त। अहिले आज बेलुकैबाट म त्यो भ्याकु बोलाउन सक्छु क्या। तपाईँले किन तलमा हाने बन्ने गुरालसँगले गराए, एउटा झुक्याइले गराए, उहाँका बौलीले गरा तपाईँको कुरो नगरे भन्छ न। त्यो तपाईँले आने भने फचुराटी गर्ने कोही हामीले आन्यौँ भने सानो भन्नु यो कहाँ टाङ्गे त्यो सानो भन्नु
स्वास्थ्यले ल्यायो होला मैले ल्याएन नि किन ल्याइन मेरो पर्सनल म पहिले ठेकेदारमा मैले लाइसेन्स ल्याएको छु ठेकेदार बनाएको होइन यो कुरा यो हो र गाउँबाट आलिबाट यहीबाट हामीले उसको नाम हाम्रो नोक्सान हुँदैन फेरि नोक्सान छैन तल पनि लिने अनि गुरु ठाउँमा पनि जोड्ने भन्ने किसिमको छ भन्थ्योहरू तर धान्नबाट रोड आएर उँधो लिन पाइन्न उग्रो धान मिलाउनु उँधो तपाईँ लैजाऊ म त यो भन्छु स्पष्ट कुरा फेरि पहिला यो मिलाऊ यो मिलाउने हामीले फाइदा व्यापारी भएर एउटा बाटो छ भने भोला हामी आउन माथिबाट हामी ल्याएर अस्पतालसम्म पुर्याउने जिम्मा हाम्रो त्यहाँभन्दा पुडाको लागि अब झुरु फुल्याउनु हो कि अथवा गुरु फुल्याउनु हो कसरी के गरी म्यानेज गर्नुपर्छ तपाईँहरूको जिम्मा कसैले उखी हाउडा अखजी भयो भने हामीले चाहिँ हाम्रो खजी त्यहाँ उयो झुरुखी चाहिँ अखजी पाडी भन्नु जबरजस्ती लिन लागि हामी लाग्दैनौँ झुरुलाई पनि झुरुलाई बोलाएर झुरुलाई पेल्यो भने तिमीले अहिले कुरा गरे हो यो अवस्थालाई पुर्याउन हो तपाईँ जहाँ पुर्याउ हामी रोड अस्पतालमा त तपाईँले प्रावधानै देखाएको गाउँमा पुग्यो चाहिँ अस्पताललाई छुनै पर्ने भन्ने नियमै छ नेपाल सरकारको तपाईँले आफै ल्यायो कि नि त रोड अवस्था ल आफै कहाँबाट ल्याउने यो त काब्डी गाउँको गुरल ठाउँमा यहाँ क्याने हिर्काउन तान्ना यहाँ क्याने हिर्काउन ताकि लिनलाई को ल्याउने होइन सरकार हामी हुनु छ हामीलाई अवश्य चाहियो सरकार आउने होइन टुक्रीमुखी अवश्य बढी आयो हामी भने हामी तपाईँले भने ठाउँबाट तल ल्याउँछु तलबाट कानिनु पर्ने हामी जुरुको नोक्सान नहुने माथि लिएर माथि परिपूर्ण मिलाउने र स्वास्थ्य चौकी लिने लागि हाम्रो जिम्मेवारी छ तपाईँलाई जग्गा छ तपाईँको गहरा महरा छन् दुनियाँ त्यो हाम्रो जिम्मेवारी छ यहाँको लागि म जिम्मेवार छु भने अस्पतालसम्म को विरोधमा आउने मेरा मुन्टामी गएर अस्पतालबाटै पुग्ने त ठाउँ छिन् त त्यहाँ त ढुङ्गो छ त त्यहाँ त तल नोक्सान हुन्छ जुरु कति कति हामीले त अरे तोरा यहाँ मानेर छ होला यहाँ गाउँ त सामने त त्यो त यो आनु भने यहाँबाट एक शब्द राखिदिनु नि बसाउने काटेर नाम ठाउँ होला जीवे आउने सानो रोड बनाउने हो हनामी त फाइदा खेल मान्छेका घाटा सम्म त अलिक सिधै त्यहाँबाट दिक्साउरी गएर हरेक सिधै पानी
ठुला माइसबाटका कुरा हुन्थ्यो किन्नेबाट आगा कुरा हुन्छ ताहाले हो हमें छोटो खाटियाहरू वहीँ पुगेका त हुने कारण त हामीहरू नहौँ 20 जना पनि नान हामीहरू नहौँ एक दिन नहुन्थ्यो त भाइले 20 जना पनि हाँसो आयो लागि मात्र यहाँ फलाहाना विरोधी भनेर त्यो खाली मात्र गरे हो क्या विरोधी हामी रोडको कहिले पनि भएन तपाईहरुको गुरेलसम्म अहिलेसम्म के कुरामा विरोध गरेर ल काब्डी गाउँका हुनाले कहाँ ढोका हालै पऱ्यो आउनु न रोक्यो माइली रोक्यो त्यो त्यति बेला बसेर सम्झौता गर्ने हो नि त जेठाबाउ त्यो कोही कोही छैन नाभि आयो पोखराका मुसा त्यो नाभि आयो नाभि आएर यहाँ आइमाहरू आइसलाउनु आइसिट्यो कोही माथुमा भने उहाँ यहाँ भए ल्याइदिया खोइठो कहिल्यै भएन सेतवानी बोल्छु रोड ल्याउँदाखेरि सुरुमा सोधे त्यो तलबाट यहाँ दाजुभाइले के पाउने बाटो अनि उनीहरूले माथि पाइएको आइमाले सुन्नुहोस् बाबु हामीले सत्र बुढासँगले पञ्चाउने हिसाबले काम गर्न खोजेको हो त्यही अरू केही होइन त्यो देउताले छुया छ यहाँ अझ नि मिलाउ भने मिलाउ जुलुको नै कुरासँग यही धारा पुराको माटो पनि पिउला ठाउँ पऱ्यो त्यो पनि आइकन परि मेरो ठाउँमा मिल्न माझ हो भने
मेरो अहिले एकजुट नभएको कारणले को आउँछ मुद्दा दिन मेरा जग्गा मिच्छु भने त्यही त सहमति हुनु पर्ने भने सहमति हुनु हुने के हो अब कहाँ यहाँबाट फोनहरु हामी सबै आयौँ कुरा हामीले नदिन चाहना भने आएका हुन्थ्यो कि आउँ भन्नाले चाहना भने आएको त्यस्तै काबडी गाउँ भनेर सबैलाई सहमति त बनाउनु नि त इनको बैठक अहिले सानो अरे तल बढाउँका हुनाले सिधै चनपुरले यहाँ बाँधिदिने यो आफ्नोले पढा भने आफ्नोले पढा भनेपछि हामीसँग सबै छैन के हो यहाँ यहाँ गाडी आउनु पर्यो जग्गा ढुङ्गा हाम्रो नि अरे पहिलो बोल्ला बोल्ला आउने अध्यक्ष भया सदस्य भया राईको खेल्ने सबैको यहाँ जबितिर त्यो बनायो बजाउने त्यो जनगढी बोला अगाडि विचारका माका बराबर मानेर अगाडिबाट मान्छेलाई तोहरी बनाइ दियो
समिति बनाइन अध्यक्ष बनाएर आएको अझै हगिने त्यो कुरोहरू होइहाल्छ भाइ 1 करोड फन्ड राखेर अध्यक्ष बनाएको हुन हमरा त्यति कहानी मुलुका दानमा गयो काभ्री गाउँका सबै सुने बनाएको हुन् सानोलाई रसिद बनाना जग्गा नानी हुने आऊ हुनु जानु त कस्तो हुन्छ हुने जनगणना मेरा गाउँका हुने के आउला मेरो आटगाटा मान्छे भए बोल्ले भए पुरा पावर भयो यो त रोड भ्रष्टाचार गर्ने तू बोल्यो नै कि बोल्यो हुन्न तू बोल्यो नै यु हुन्न बोल्यो त यस्तो रोड भ्रष्टाचार पारेको त नि त्यो बोल्यो नै यी बोल्यो हुन्न है त आउने विकास आफूले खतम गरेर छिन्ने अगाडिका चुनाव अरूको सहमति छ हुन नि त अरूको सहमति सहमति छैन भन्ने कुरा सब भन्ने हो काम आखिरमा सहमति छ भने हुनैपर्छ काम गर्नैपर्छ यथार्थ हुन्छ कि नै तामी हामी भोट हाल्न जान हमरा कति गाह्रो हुन्छ बोल रोडमा आउने बेला तपाईले चित्त बुझ्यो आउनु दिन्छ हामीले रोकिदिन्छ नि त्यो भोट हाल्न कति छ मुलुकको सिमनी घरैमी त्यसो गरेर तु के कति भन्ने डेरी आमा कति रोग भन्ने खोज पाइन्छ तुले नि घरमा चाहिबाट मिले रिजर्भरियन डानेका अनि अहिले ममा आना सरकारी हो कति भन्ने हाल्यो कति रोग बैठे के राख्या हो तहरी कति रोग बैठे राख्या भन्ने कुरा हैन मैले हाइतिमा नभइ गर भयो त्यो मैले नि हाम सहमति पनि अरु पर्यो गाडी ल्याउछ हामीले दुख्छ नभए भाजी बोलाकी मरि निश्चित भएका कुरा विवाद गरी हुन्छ छान्दिन्छ गरी तपाईँ देखाउन यहाँ देखाउ म तपाईँ देखाउनु के हुँदैन हामी गर्नु त हामी अब यो गयौँ हामी भाइ बिना अब यो गयौँ हमरा सेरा भाइ बिना अब यो गर्नु वरिका परिका रुया तल उठा जाली सुकुटी भएन त्यो काले काई चाहिँ मार भन्ने टिचर मेरो नानी त्यसलाई छोड छोडी आज भयो हापै जा यहाँ हापै रुया यति बढी मध्य अनि टिचर मेरो यहाँ हजुर यहाँ तलाई गाडी बोलाएर हगत जाइ सब कुराको बात चाहिँ पुरा सरकारी आउन हामी फर्किनु भने तपाईहरु जान्ने हुनाले बुढाबाकाले यो किन हुँदैछ त यस्तो भन्ने हामीले के गर्छ हुन्छ हजुर स्वतन्त्रता तपाईको माओवादी कांग्रेस हुने स्वतन्त्रता छैन मेरो छैन अर्काको छैन
पार्टी बस्न पाउने पार्टीको होइन कि विकास हो काम यो विकास हो पार्टी पार्टीले आज भोट हालेर हामी त्यो कमिटी त्यो हगाउनलाई आएको हुन्छ क्या यिनीहरूले बोला फोन दाले त जनगणना बोलाएन उनी गराएको त्यो हामीले हगाउनु केही छैन त्यो काका त्यो हल्ता जागदारी गयादेखि भएको ती कुरा हामी हगाउनु के थिए यहाँ त यहाँ भन राजनीति खेल्ने चुनाव लड्ने भन यी मर्दैन मर्दैन तेरो हात नाच्ने हात नाच्ने प्रतिनिधिमा उठ्यो बेला तपाईँ रोड लिने भयो तपाईँको भोट दिन रोड नलिने भने उहाँ भन्नु भने यहाँ भन्नु नहुने मैले जे भने तुई चाहिए भने तुई चाहिए म जे तुई चाहिए मैले भन्न त आएन म अमेरिका गएको हुँदैन मैले तुई भन्न त उडान को चाहिए मैले जे भने मेरो कुरा मुह हगाउने म के हगाउने अरू के चाहिँ म त नहग्या भने बेला उडाएको मुखी तै मान्ने भने आएको हौ हामी काम छाडिकन म त नहग्या म तँ यहाँ भने तँ ढुक्ता दिन्न म त उडान नखाने कि अरू आगो पिछु बिहाको हुँदैन कोही कहाँका लागि हामीले गाउँका दाजुहरूलाई हाम्रो नाकौँ दाजुले बस रुडानो नाइ चाहिएन हुन्न त्यो काका कुरा काका कुरा गर्दैन जेत्दै पहिलो कुरा भ्याउ त कहाँ के तँले भ्याउ के हामीले भ्याउ त्यो कुरा भयो नि त भयो भने आयो नि दोष आज हामी काबडी यो भने अब म जान्नु भने आएन त आयो त मेरो क्या भयो ल गाइस यस्तै छ हाम्रो वातावरण हेर्नुहोस् है तपाईँहरू यो भिडियो हेरिदिनु होला कस्तो लाग्छ के लाग्छ अब सबैको सहमति कस्तो हुन्छ यो अझै निरन्तन चलिरहन्छ होइन अब यहाँ हेर्नुहोस् झेकिन्छ नि एरिया प्रक्रिया मिलाउनु पर्यो प्रक्रिया यहाँ बैठकको हुनु पर्यो त्यसपछि सहमति एक नम्बर र 4 नम्बरको सहमति चाहियो हामीले संविधान पन्छाउने विचार हो आजदेखि बोलाउनु न हामी कुरा ननिकाल्न दिनुहुन्न यस्तो लाग्यो ओए मेरो दाजु मेरो कुरा है एउटा कुरा है हो काउडी गाउँका सबै एकजनाले विरोध गरेर यो होला किन होला एकजनाले विरोध गर्यो भने हामीले सङ्घर्ष विरोध गरेर हुँदैन तपाईँले म हान्नु हुने एउटा जोड आउँछ एकजनाले गरेन तपाईँ सबै एकै मिलेका हो क्या मेरो विचार लगाएछ है यो सबै काउडी गाउँका दाजुहरू सबै मिलिहाल्नु होइन त्यही हो एकजनाको विरोधले हुँदैन तर सबै मिलिरहन् त्यो ठिक छ अब सहमति गर्ने हो हाम्रो हुँदा त सहमति गरौँ यिनीहरूको जान्नेको लाग्दा साना साना बच्चाहरू पनि दुःख भयो आइमाई केटाकेटीले सबैले दुःख भयो यस्तो हो आगोसे हुन्छ भने हामी सम्झौँ सबै कुराहरू सम्झौँ त मजाले सम्झिरहेको छु सहमति घरि सबै कुराहरू हुन त समाजमा यस्तो हो
विरोध नगरेर हुँदैन, विवाद नभएर हुँदैन। त्यही पनि अब यस्तो यस्तो छ, पुराना चिराना कुराहरू आएपछि हुँदैन, समाज त्यस्तो हुँदैन। नयाँ युगमा नयाँ कुराहरू गर्नुपर्छ भन्ने हो। ल भिडियो हेर्दै रहनु है। होइन बेटा तहरी आगा 12 वर्ष भ्या मानौ धेरै मान्छेहरू पनि आगा छैन गाउँका पनि अवश्य पनि हुन्छ त्यो यो मु के बोल्ला तु के बोल्ला त्यसमा माइन हुने कुरा के कुरा बात छैन नि आउँछ त्यो हामीले आवश्यक छैन हामी के आउँछ हामी आउनु यहाँ के आउनु छ छैन त जनले फोनहरु बोला हामी आफै आगा के गल्ती भएन गाउँपालिकादेखि यहाँसम्म यो के कारणले रोक्यो कि सबै मानिस यस्तै हुन् कि भन्ने अब हाम्रै लाज हुन लागिरहेको छ सायद अनि अरू केही पनि भइरहेको छ। फेरि माइसो मस्ते आन दिने समिति बनाएर शर्माका अध्यक्ष बनाई उही नबनाए त अरूको यति बढीको अरूको भइदियो भने न उही बेला पैसा पनि हैन त 1 करोड 5 लाख चाहिँ तपाईँ विरोध लागि नि त विरोध केन्द्र जना आछु त तति पैसा भन्दा दुसै पनि टान्नु आधी पैसाले मुद्दा खेल्नु आधी पैसाले रोड काट्नु हो त्यो पैसाले रोड बुझ्यो त अन्ना पैसाहरु मुद्दा खेल्नु पैसा हुँदैन उठाउनु मान्छे हुनु आठिलो काई पैसा हुनु त अन्ना सामान उडा हैन आठिलो हुनु पर्यो के आउनु मुद्दा हुँदै के फाँसी हुने कि फाँसीमा त हुन्छ हुन्छ यो पर्छ दिनु पर्यो नि मुद्दाले मात्रै तपाईँ दाजुभाइ के भन्ने त्यो त भने ठीको फलानले रोड कटाएको ठीको हुने हो त कितिको के हो सिर्जना भाषा जहाँ गुखानु आएन एक गणेश आएन 2 तैको आएन रंग कहाँ छ दुई भएन केही विद्या चिराले नाही उनको भएन न छ भने रंग आएन नाइ उले के खराब बनाउनु त कोही बेला उनीले जाने विकासको लागि यो विकास गर यसो गरौँ भन्ने हाम्रो सरसल्लाह हो हैन झगडा गरेर के पाइन्छ काउडी गाउँमा तँले आज भोला निकास आउलाइन किन हुँदैन आज आउँ भोला जाउँ यो चाहियो अब सबैलाई भन्दा त मैले अस्ति पनि आउँ गरेर त नभएर बैठक त नरहनु बोलाऊ हमरा सामने बोलाऊ त्यसपछि कुरा गर्नु क्या भन्ने बसु भन्ने मेरो रौ अब छैन हामी उति बेला पनि हिँड्या गाउँ के भन्याउनु विवाद हुन्छ यहाँ भने उनले उनी आज गाउडी मुनको उन हो नि अब आसम्म हुन मैले चाहिँ नजाने भेग्या हाल त मैले तपाईसँग जान हुने गयो हो भाइ तपाईँ मान्दैन क्या हो त हेलो आउने भए गलत उठे आइन् त गलत हो के सवारी गरेर नि अन्त म के अरे काभ्रे गाउँको मात्र के अरे जिम्मेदार छु तल म हुन्न तुइले भने एउटा अर्काले त्यस्तै भने अर्काले त्यस्तै भने त्यो त कुरा त बेबेलकै आयो म पनि बुझ्छु अलिअलि कुरा हुने भने हो त्यो अगाडि पछाडिका कुरा हुने भने छोडिदेऊ यी कुरा छोडिदेऊ मेरो सबै तुइले त बाध्य भएर यो उन्ना पुना ठाउँ छ तपाईको एरिया त ठाउँ हो त कानुनी प्रक्रियाले मुद्दा बन्नमा जिम्मेदारी लिएछ यो दिदी पर मेरा घरमा जिम्मेवारी छ छैन जाने कहाँ कुरा आयो भने तिमीहरू दाजु सबै भाइ यहीँ हो काभ्रेमा यहाँ म तल्याउन तल लिने आइडिया छ भन्ने कुरा दाजु कुनै ठाउँमा दाजुभाइले पनि गरेर त्यस्तो हाम्रो छैन है रोड त चाहियो यहाँ बुझ तमे गुरु थामाले काउडीमा दाजु भने गुरु थामाले ल्याउनु उठ्दैन हामी यो कसम खान्छु हामी यो तपाईँ काठी कसम भाइ तमे गुरु थामाले हामी बात दाजु औरा कुरा तौराले बेला परमा भने यसो यसो कसले कुरा निकाल्यो हैन कसले गर्यो भाइ हामीले त्यो गाउँले जानकारी छैन भन्नु त गुरेलबाट यहाँ आइनु न अस्टल मिलाऊ ता उता लिउ हुने त्यो ताबाट ढोक्ला कुरा सर्व नगर्यो यो खेती उकाउ बढी अब हाम्रो सम्बन्ध छैन होइन सर हामी त्यसमा किन संलग्न छैन तर सहयोग गर्छु तौरा हन्कारी छैन भाइ नभएको कापी मात्र हामी त्यस्तो भन्दा तर मेरो हुनाइ के हो भने
दान्नाबाट त तोलाबाट रोड काबडी गाउँ लिएर दायाँ बायाँ भनेर गुराँसमा पुग्नुपर्छ नम्बर 1 पुग्नुपर्छ म पुगेर गर्ने भन्यो म पुग्नुपर्छ त्यो भएन भने मेरो लागि त्यहाँबाट समाधान हुँदैन दण्डलाई खोज्दा नहोद्दा त्यो कुनै ठाउँै छैन ल रोडै हुँदैन त्यहाँबाट पुग्नुपर्छ म त त्यो डाइरेक्ट कुराहरू इन्डाइरेक्ट पनि हुँदैन यति यो रोड यहाँबाट हाजिर भएर ल गाडामा छिट्टै आनी उल्टो मिलाउन आउने ठाउँ रहिरहेको राम्रै बुढा हो यही नै मात्र उल्टो उल्टो गुराँसमा रोड खोल्यो भने मेरो ठाउँबाट रोड हुँदैन है सुविधा त सबैलाई चाहियो जानाले त सबैलाई चाहियो कि हवे तपाईँ काबडीमा कुरो छैन मेरा घर आएन मैमारी हक्यो भने होला मेरा चेला हुँदा नाति हुन्न अब बुझ्जे बुझ्जे भइसक्यो त्यो ठाउँ छैन तपाईँ नसोच्छ हुन्छ त्यो कल्पना नगर्नु यस्तो कुराहरू अब कुरो कस्तो भयो भने बाटो खुल्ला लागि जय मैले आफूले लागि मात्र भने है म 1000 रुपियाँ त्यति कुरा धाउँछु 15 किलोमिटर मेरो घर जान्छु गाडीमा किन मैले पिछाड हिँड्नु राति अदर ढोल ढुङ्गो मानु भूत भयो न हुन्छ सुविधा पुगेको ठाउँ त्यो कारणले गोर्खा हाम्रा 2 महिना बन्द छ सम्म त बन्द छ कसो त खुल्छ हाम्रो बाटो नै छकाल बोलाउँदाखेरि पनि गाउँलाई बोलाइ के गरौँ भनी सबैलाई बोलाइ यहाँ कुरा पनि गरिराख्ने खुसु खुसु भाग्ने यहाँ अब पहेङ गर्ने हो त कुरा ल मेरो लागि त मेरो छ मेरा जग्गामा जहाँ आउँछ म अहिलेसम्म गरिदिनु मेरो लागि त यो जहाँ छ मेरो हात पुर्या ठाउँमा म सँगै गरिदिनु ल तँले सबै गाउँले भनिदिनु पर्यो आफू भाग्ने गोर्खालाई मुखाले हुन्छ कि हुँदैन नि मेरो एक हात कहाँ संसार अहिले हेरिदिनु लैजाऊ म त सायद खुसियाली मलाई रोड चाहिएको छ होइन यही गुरुथोमा रोड होइन क्या मखना परको स्वास्थ्य लाग्यो यो भवन लाग्यो भवन लाग्यो उयो नि त लाग्यो होइन लागेन हामी जान सर मेरो भनाइ पनि के होला भाइ रोड चाहियो हामीलाई निष्कासन हुनु पर्यो रोड चाहियो रोडको लागि गरिरहेको पनि छैन गर्नेवाला पनि छैन जस्तो तरिकाले हुन्छ त्यो तरिकाले बाँकी रह्यो काहीँ न भन्न खोज्यो हामीले अब रह्यो काहीँ न सबै सहमति न अब रह्यो काहीँ न बाँकी काहीँ नरो त मुख्य जान्छ त्यो नै हो सबै न रोड आनु हुने चुप गर न यार क्या दो त्यस्तो छ गुरेलसम्मबाट सुरु गर्नलाई लागि चाहिँ विवाद भयो भने दान्नाबाट सुरु गरौँ अनि त्यो माइनेटमै लेख्छ गुरेलसम्म पनि छुने अनि तल पनि लिने बौड पनि लिने भन्ने चाहिँ माइनेट गरौँ पर्मानेन्टले त त्यो त सबै भनिरहेको छ होइन पर्मानेन्टले चाहिँ त्यो गरिराखौँ त्यसपछि कसैले बदमासी गर्न पाइएन पखाल यहाँ हुन आएको एउटीमा विरोध अन्य ठहर यहाँ सबै आयो मान्छेहरू त्यति महरू हो त त्यो रोड काट्छ त्यो एउटीले क्या चाट्छ यहाँ हक हौ चाहिँ हुन्न क्या छ हक नकिने एउटा कानेहरूले हो त बाँझी होइछौँ साथीमा होइछौँ केही नै यो सुधार्न चाहिन्छ हो दान्ना भनेले सहयोग गरियो भने माथि रोड लियो हौ त हौ दान्ना भनेले तपाईँ यहाँबाट रोड सुधाउन चाहिन्छ गर्नु हो भना त्यही हो मेरो नि मेरा गडा यहाँ होइन म सिन्सियर गरेको मेरा लागि एकजना व्यक्तिले को मान्ने ठहर चाहिँ मनाउनु पर्यो फुल्याउनु पर्यो अगाडि बढाउनु पर्यो सहमति गणेश भट्ट काले भयो अमरातिर चढाउनु लाग्यो भाइ यो छ मेरो स्वार्थको लागि मैले मात्र लाग्नु भने म मरेपछि न अन्य त्यो त्यहाँ कोहीको त्यो कोहीको एउटा सामाजिक काम हो त्यो अरे भन्न आमाको मुरे झेल्ने भयो भने त जाग्ने हात के अरू के पाइने के हो यो गाउँका राजाजीहरूको भलो नोक्सान हुन्छ त्यहाँ फोहोरी हुनु पऱ्यो दोस्रो यिनीहरूलाई यहाँ सुविधा दिलाउनु पऱ्यो त्यस्तो लगानी गर्नु भने हामीले हड्डीपेटबाट हिँड्नु पऱ्यो दौड्नु गर्नु पऱ्यो दुनियाँ सेटल मिलाउनु पऱ्यो उसै रोड काट्यो बाटो काट्यो किन रोड काट्नु छैन धेरै ढुङ्गा माटो छ तल खेती छ बस्ती छ धेरै कुराहरू मिलाउनु पऱ्यो मैले छकालै दुबारीमा कि पाउनु भाइले सम्झौता हुने रोड काटिने हो त्यति बेला भित्र तपाईँले चाहिँ तपाईँ नक्सा भने तपाईँले दिनु अझै पनि न त रोड जानु काट भन्ने कुरो भएन हामी त जानकारी दिनु पऱ्यो नि त भोलि सम्झौता भयो भने होइन भला मुनु माथि गयो भने भला उजुर बाजु
उजुरबाद पनि केही हुन्न मान्छे मारे पनि केही भएको छि यही पनि त्यो सामान्य कुरा अनुमुक्त हुने अब नबुझिया मान्छेलाई त बाबुडे हालाई हामी त म त 10 वर्ष पटेको थिएन मिसो जाने जग्गा मुद्दा हैन कुटी आऊ भाइ दुःख हुकामीलाई पाए ठिकै हो आज आऊ भोलि आऊ सम्झौता हुने हो सम्झौता गर्नुपर्ने दुःख त अरूको गर्ने मान्छे पुरानो हो नि त उसले पुग्यो सरकार आ करोड रुपैयाँ अरबौँ हटिले पर्यो अब उइकालाई त तल क्या गुण भयो आएको न्यून होला आयो भने भोलि पनि आउनु पर्ने पर्सि पनि आउनु पर्ने रोड खुलाउनु पर्ने दुःख त पाइला नि त एकन्न रेखो दिलो जेठा जेठा तँरो सहमति छैन एकदमै सहमति रह्यो काइन बाँकी अब यो सबैले सहमत रे न यसले नहुने अब तँरो कागो नि एकदमै छ मेरो हैन मेरा परिवारको उद्देश्य जिम्मा मेरो भयो म त्यो रजिस्ट्री लिगन बनाएको एकदम तँरो कानी आज ठौरे आएको के हो के छैन तँरो कानी त्यही क्या सहमति हो पहिला रोकिएको एउटा म पनि आफै पनि त्यसको अब चाहियो भने लागेका हौ अब 8-10 वर्ष भयो सेवा सुविधा हामी अब मरिजाने हो चाहियो अब जसरी हुन्छ दाजुभाइ हेरिकन रोड खुलाउने दाजुको हुनाइ पनि म त सम्झौता ल म त रोड जमाटो पनि चाहिने दान्ना दाजुभाइ नआएका धन्यवाद धन्यवाद गुन्नवा दाजुभाइका धन्यवाद त्यो आएका हाम्रो लागि हामीलाई रोड चाहियो बाँकी रह्यो कानी त अब रह्यो त सबै दाजुभाइले गाउँकाले गाउँकाले समेट्नु काउ तँरो हुनाइ तँरो हुनाइ एकदमै सहमति तँरो नै सहमति होइन जेठा बागा त बाटो नअरे ओ रह्यो काइन ईश्वरनी रह्यो त ईश्वरनी रह्यो त तेरो हुनाइ क्या हो त यिनको हुनाइ तँरो हुनाइ रोड क्या ठुली बाटा जानु ल्याउ रोड लाटा हाम्रो ठुली बाटाबाट हुँदो जानु नयाँ बाटो नयाँ यहाँ तली हाजिरा बाटो पाइले एउटै पखेर हाल्न जाऊ तली ठेका हाजिरा नै एउटै यो रोड त आउँछ सिधै अस्पताल आएर ताँड गाउँ नछैन त हुँदैन गाउँ छुनु पर्छ छैन रोड आने मुहद्दो लाग्यो चाहियो बेटा कुनै यहाँ त गाउँका जान्ने हुन्ने पुर्याउने सबै हो त्यो सबैलाई अरू होइन चाहियो सबैलाई केही छैन पनि आउन्न अब केही छैन गाडी सुविधा उनले हुन्छ तिमीले पनि गराउने नै सहमति हुन्छ यस्तो व्यवस्था हुन्छ विवादमा निचोड पनि आउँछ सम्झौतामा आउन्न केही छैन सेवा सुविधा सबैलाई चाहियो तल भेगुताको रोड पनि मिलाउने यहाँ पनि मिलाउने मुथिबाट नयाँ जहाँबाट भयो नि यहाँ मिलाउनु हो त मुथी ठुली हुने कहाँ आउँ आटोको कुरा गरे वहाँ आटो मिलान त उनकी सुविधा होला ताइन उदाहरण होइन होला नि होला त्यो त होला पर हस्पिटल छ पर उ छ ईश्वरको हुनाइ हाम्रो हुनाइ के छ मेरा जुडा छ के त भन्न त यहाँ सुन के जनप्रतिनिधि हुनु पर्यो हेर यस्ता अगुवाईमा यो त खालि सल्लाह मात्र हो सल्लाहमा भनाइ र मनाइ भन्ने चिज केही हुँदैन क्या मैले मेरो आफ्नो भनाइ राखेँ अर्काले अर्काको आफ्नो भनाइ राख्यो यहाँ सुनवाई गर्ने कसले जनप्रतिनिधि चाहियो कि मन्त्री चाहियो कि कोही एकजना हुनु पर्यो क्या ओडा पहिलो लागि चाहिँ जनप्रतिनिधि चाहिएन नि त अब हाम्रा गाउँ रे वल्लो पल्लो गाउँ 3 गाउँ मिलिन्छ अब कस्तो हुने पछि त त्यो सहमति बनाउने पनि उन्ने हो जनप्रतिनिधिले हामीहरूले बनाउन मिल्दैन नि हामी मिलिसकेको जनप्रतिनिधिले कि मन्त्रीले कि गाउँपालिका अध्यक्षले तनले हो क्या यस्तो हामी मिलिसकेको त एकजना विरोधदाइ लागि कसैले त्यो राजनीति रोटी सेक्नलाई गरे कुराहरूमा कसैले मान्ने हुँदैन क्या सबभन्दा त हामीले मिल्नु पर्यो नि कसैले त्यो पत्रकारलाई चाहिँ आइदिए पर्व यो भनिदियो भने हुन एकजना मान्छेको नाम लिएर गरेका कुराहरू हुँदैन नि त्यो त उत्तम कुमार थापाले भने हात तुइले अगाडि यसरी भनिदियो भन्ने अहिले चाहिँ नभन्ने यहीको नाउँ जनले कोहीको नाउँ जनले भने को आइमाईहरू नाङ्गी हुन गयो भने त्यो बाहुन गाउँ हो आइमाई नाङ्गी हुन्छन् कहिले नाइ हुँदैन भन्यो होला त्यो एक ठाउँमा छ वहीँ गयो भने उनी मेरा गाउँकी आइमाई नाङ्गी भयो भने गुरेल ठाउँबाट को गयो भने को भ्याएर नाङ्गी यो बाहुन गाउँ हो बाहुना घर आइमाईहरू नाङ्गी हुन्छन् माइसा मुखुँडो हेर्दा अहजी मान्न
त्यो माथि रोड अन्य होला हो त्यहाँ रोड काट्ने बेला भन्यो मेरा गाउँकी आइमा गयो भने उहाँ नाङ्गी भयो भन्यो त्यो छोडिदिउँ त्यो छोडा विगतका कुरा होइन त्यो बेली बरु भन्यो भन्ने कुरा हो त्यो यी क्या तलैना उहाँ क्या भन्नु तलैना हुने आइमाहरू उनीहरूका गयो होला नि त्यो कोही नाङ्गा भ्याउन नआउँ कि थाहा भएन हाम्रा यहाँका हुने कोही गयो भने त भयो आइमाहरू अब यस्तो हो तेरो कुरा अनुसार ट्याक्क भन अब सबै गाउँलेहरू दाजुभाइ सबै आउनु पऱ्यो त्यसपछि हुन्छ होइन है यो सबै सहमति भन्ने कुरा सही र सुइटेबल हुनु पऱ्यो क्या सुइटेबल हो रोड चाहिए सुइटेबल बनाउनलाई लागि क्याद बढ्यो त सुइटेबल गर्नलाई कहाँबाट हुने हो क्षति नहुने हारी हुन सहज हुने हारी त्यही भएर त समाज वस्तु हुने क्या क्षति बरु होस् तर गाउँलाई चाहिँ सुविधा होस् क्या क्षति त अब रोड काटिसकेपछि क्षति त क्षति हुने हो क्षति हुन्छ क्षति हुँदैन भने क्षति नभएर त हुँदैन क्षति होस् तर सुइटेबल होस् क्या गाउँलाई सेवा सुविधा मिलोस् त्यही भएर त रोड आउनु हुन लाग्यो त्यही त हो त त्यही त भनिहाल्यो ल ठिक छ भनिसकेको जनप्रतिनिधिहरूलाई हाल्ने बजेट पनि उयो हुनु उनले पनि पहल चालौँ यो गाउँमा गाडी त यस्तो जनप्रतिनिधि हुने हामीले मिल्नु पऱ्यो उहाँ चाहिँ ऊ आउने भए छोड उनी त लास्टमा आउने भए गर्ने वातावरण भोट माग्नेले आउन सहज ल ठिक छ त